नमस्कार साथीहरू, हेर्नु न, यो तपाईँको हैन, यो वन वे रोड हो के, जस्तै राम्रोसँग देखिएन। यो वन वे रोड हो के, यसमा दुईटा गाडी जान्छ, तर यो वन वे मात्रै हुन्छ कि, किनकि ट्राफिक जामले गर्दा मान्छेको एक्सिडेन्ट हुने सम्भावनाले गर्दा वन वे बनाएको छ कि। अगाडि र यहाँ पस्ने ठाउँ र निस्किने ठाउँमा ब्यारियर लगाएको छ, अटोमेटिक ब्यारियर, जुन कार्ड पन्चिङ गरेर मात्रै जान सक्छ। सो उताबाट मान्छे गाडी पस्नै सक्दैन कि। म पछि त्यता जाँदा देखाउँछु हैन। अहिले चाहिँ म तपाईँलाई अझै अरू चिजहरू पनि देखाउँदैछु। जस्तै हाम्रा नेपालमा ठुल्ठुला सहरहरूमा के यो चिजहरू पनि बनाउनु पर्छ क्या हामीले हैन। धेरै चिजहरू तपाईँलाई अझै अर्को चिज पनि देखाउँछु। जस्तै अब तपाईँले देख्न सक्नुहुन्छ नि हैन, यो के यो कन्स्ट्रक्सन हुँदैछ के, यो बिल्डिङ कन्स्ट्रक्सन हुँदैछ हैन। अब यसमा तपाईँ यो हामी हिँड्ने बाटो हो के, यो हिँड्ने बाटोमा तपाईँको हेर्नु न, यो के यो त स्काफोल्डिङ भयो। जस्तै यो नि सेफ्टी ब्यारियर बनाएको छ के। यहाँ माथि यस्तो छाना जस्तो आउँछ, त्यो छानाबाट यहाँ मान्छे यसरी यहाँबाट मान्छे हिँड्दाखेरि त्यो माथिबाट केही खसेर लाग्दैन भनेर त्यस्तो ब्यारियर बनाएको छ कि। हेर्नु न, जाली नेट त हुन्छ, हाम्रो नेपालमा चाहिँ नेट त देखेको थिएँ मैले होइन। त्यो त नेट त धुलो मैलोहरू त्यस्तो नेटहरू क्या, त्यो नेटहरू आउँदा त त्यो सेतो नेट देख्नुभयो नि, हो यो यस्तो त हुन्छ। तर पनि यो चाहिँ प्लस अझै सेफ्टीको लागि के यस्तो खम्बा के यो बनाउने, अनि माथिबाट त्यो ठुलो हेभी के अरे स्टिलको हालिदिन्छ क्या। सो हामी यहाँबाट हिँड्दाखेरि पनि माथिबाट केही खस्यो भने यता आउँदैन क्या, त्यस्तो टाइपको बनाएको छ क्या। त्यही भएर मान्छेको सेफ्टीहरूको लागि चाहिँ धेरै युरोपियन स्ट्यान्डर्ड र अमेरिकन स्ट्यान्डर्डलाई किन हरेक देशमा इम्प्लिमेन्ट गर्छ भनेको त एकदम सही लाग्यो क्या होइन साथीहरू। किनकि गल्फमा धेरै वर्ष काम गरेको भएर पनि होला त्यो सेफ्टीको अवेरनेस भएको होइन। सो यस्तो बनाउँछन् क्या बिल्डिङहरू बनाउँदाखेरि है त। यो चिज पनि हामीले इम्प्लिमेन्ट गर्नु पऱ्यो क्या नेपालतिर, कति दुर्घटनाहरू हुन्छ नि त होइन है त। यही जानकारी दिन थियो, हस् त है त। धन्यवाद। भिडियोलाई कस्तो लाग्यो सेयर गर्नु होला है त। चल।